नेपालको सबैभन्दा छिटो भनिने वाइफाई वर्ल्ड लिङ्कले यस्तोसम्म गर्छ भनेर मैले सोचेको पनि थिएन। आज म तपाईहरुले रियल एक्सपिरियन्स शेयर गर्न गइरहेको छु। तो साथीहरु म चाहिँ 2-3 दिनपछि भिडियो रेकर्ड गरिरहेको छु किनभने मेरो घरमा चाहिँ वाइफाई पनि छैन हैन। सो म चाहिँ हाम्रो चाहिँ वर्ल्ड लिङ्कको वाइफाई युज गरिरहेको छौं हामीहरुले। सो वर्ल्ड लिङ्कले यस्तोसम्म गर्छ भनेर मैले सोचेको पनि थिएन कि लिटरली हाम्रो चाहिँ यहाँ 3-4 दिन भयो हैन वाइफाई अड्कै छ। 2 दिनसम्म चाहिँ अड्केर चल्यो हैन। अनि यो 2 दिनपछि चाहिँ बन्दै भयो कि मैले चाहिँ फोन गर्दाखेरि चाहिँ आउनुहुन्छ भन्नुभयो। सो 2-3 दिन भयो नचलेको वाइफाई। म आउँछु 6 बजेतिर आउँछु भन्नुभयो। मैले चाहिँ रिपोर्ट पनि गरेको छु, इमेल पनि गरेको छु, फोन पनि गरेको छु 10-15 चोटि हैन। इमेल हेर्नुस् यति धेरै इमेल छ यहाँ देखिरहेछ कि छैन हैन। इमेल चाहिँ पनि मैले धेरै गरेको छु। डियर वर्ल्ड लिङ्क टिम आई एम राइटिङ टु रिपोर्ट एन्ड अनरिजल्भड इस्यु विथ माई वर्ल्ड लिङ्क इन्टरनेट कनेक्सन, तर पनि आउनु भएको छैन। बिहानै फर्स्ट वर्किङ आवरमै आउँछु भन्नुभएको थियो तर पनि अहिलेसम्म पनि आउनु भएको छैन। सो वर्ल्ड लिङ्कले चाहिँ गर्न चाहिँ के खोजेको हो? सो म चाहिँ यही भन्न चाहन्छु हैन। सो मैले चाहिँ अस्तिदेखि भिडियो हाल्नै पाएको छैन। सो यहाँ हेल्प डेस्क के भन्छ के भन्छ है। तर फेरि टिकट आइडी पनि ओपन गरेँ त्यो वर्ल्ड लिङ्कको एपबाट टिकट आइडी पनि ओपन गर्न मिल्दो रहेछ कि। अनि त्यहाँबाट पनि मैले ओपन गरेको थिएँ। अब त्यस्तै हो। अब एकचोटि फोन लगायो भने हैन पहिला चाहिँ त्यो कम्प्युटर बोलेको जस्तो नि गर्छ। सो एकचोटि फेरि ट्राई हान्दिउँ न। मैले बिहानै पनि कल गरेको थिएँ। म चाहिँ बिहानै कल गर्दिनँ भनेको थिएँ तर म फेरि गरिरहेको छु। सो यो हेर्नुहोस् अब चाहिँ 1 थिएँ है मैले। सच अ ब्याड सर्भिस साथीहरु हैन अहिलेसम्मकै। यो हामीलाई हेपे हो कि के हो मैले थाहा छैन वर्ल्ड लिङ्कहरुले हैन यो निजगढको। यो भिडियो चाहिँ म हाल्छु नि हाल्छु। त्यो संख्या रहेछ। सर यो तपाईहरु त आउनु नै हुन्न के भएको हो कि त भनिदिनु आउनु मन छैन भने हैन। सो लिटरली एकदमै ओभर नै भएको छ यो। भोलि फर्स्ट वर्किङ आवरमै आउनुहुन्छ भन्नुभएको थियो बनाउनको लागि हैन। 3-4 दिन भइसक्यो। सो व्हाट क्यान आई डु? अब फोन नम्बर अथवा युजर आइडी भन्न सक्नुहुन्छ? 98 हजुर 98 तपाईको यस। टिकट पनि हानेको छु एपबाट डाटा तानेर टिकट पनि हानेको छु, इमेल पनि गरेको छु तर पनि आउनुहुन्न। भएको चाहिँ के हो? फाइबर ब्रेकेज इस्युले गर्दाखेरि एरियाभरिको इन्टरनेट अवरुद्ध भएको छ। 69 वटा कनेक्सन चलेको छैन। 1:10 अपडेट आएको छ। ओके त्यो त थाहा छ तर त्यो फाइबर ब्रेकेज त मतलब त्यो हाम्रो एरियामा भएको थियो अस्ति नै भएको थियो हैन। तर हिजो पनि आउनु भएन। फर्स्ट वर्किङ आवरमै आउँछु भनेको थियो। एकचोटि हेरेर जानु भएको भए चाहिँ राम्रो हुन्थ्यो कि। सो अरूलाई काम भइरहेको काम त हिजोदेखि अस्तिदेखि भइरहेको भन्नुभएको त तपाईहरुले। हजुर हजुर काम भइरहेछ र 1:10 फेरि पनि अपडेट आएको छ। 3 घण्टा जति एस्टिमेटेड टाइम लाग्छ भनेर। कति घण्टा? 3 घण्टा जति एस्टिमेटेड टाइम है सर। यो 3 घण्टा जति एस्टिमेटेड टाइम लाग्छ भनेर जानकारी आएको छ। नेट सुचारु भएपछि मेसेज जान्छ हजुरलाई। ओके यो चाहिँ ओभरै ब्याड सर्भिस भयो है तपाईहरुको। रेटेड तार भाँचेको छ सर। यहाँबाट हजुरको नेट रोकिएको हैन। जुन तार भाँचेको छ त्यसको लागि काम पनि भइरहेको छ। तर हाम्रोतिर पनि त्यही तारै भाँचेको छ तर बनाउनै आउनु भएकै छैन कि लिटरली। अब कहाँ काम गरिराख्नु भएको छ त्यो चाहिँ मलाई थाहा भएन हैन। मेरो घर अगाडि नै त्यो भाँचेको छ तर पनि अहिलेसम्म आउनु भएको छैन। त्यो हजुरको घर अगाडि भाँचेको भए हजुरको मात्र समस्या आउँथ्यो। मेरो मात्र हैन पुरै एरियाकै हो। हजुरले यहाँ चाहिँ हजुरको फाइबर ब्रेकेज मेन तार भाँचेको छ। एरियाको 59 वटा कनेक्सन चलेको छैन त्यसको लागि। तर हाम्रो एरियामा त आउनु भएकै छैन त कहाँ जानु भयो फेरि? हजुरको एरियामा मात्रै तार भाँचिन सक्छ भनेर हुँदैन। जहाँ भाँचेको छ त्यहाँ काम भइरहेछ अहिले। ओके हजुर सुचारु भएपछि मेसेज जान्छ हजुरलाई एसएमएसद्वारा। ओके लेट्स सी। कस्टमर सर्भिसमा कल गर्नुभएकोमा धन्यवाद। एकदमै घटिया सर्भिस हेर्नुभयो नि। तार हाम्रोतिर भाँचे फेरि हाम्रो गाउँतिर त चलिरहेको नि त त्यो गाउँमै मतलब हाम्रो एरियाको मतलब छ नि त्यो उता कुनै टोलहरुको पनि चलिरहेको छ कि। अनि तिनीहरूले चाहिँ के हाम्रोतिर पनि भाँच्छ नि तर हाम्रोतिर चल्नु पर्यो नि त। हाम्रोतिर के सबैको भाँचेपछि अब त्यस्तो हुँदैन नि त।
दिस इज द सो मच ब्याड सर्भिस के भन्नु त के भन्नु होइन तर अस्तिदेखि नै भइसक्यो कि 2-3 दिन नै भइसक्यो यो त ओभरै भइसक्यो वर्ल्ड लिङ्कले गरेको मैले पनि इमेलै गरेको थिएँ भोलि फर्स्ट वर्किङ आवरमै आउँछु भनेको त अब आउनुपर्छ नि त सो वाइ यु से लिटरली मलाई यति रिस उठेको नि इमेल पनि हानेको मैले बिहानैदेखि कल गरेको छु होइन मेरो चाहिँ यहाँ हेर्नुहोस् पुरै वर्ल्ड लिङ्ककै लिस्ट छ वर्ल्ड लिङ्कमै मैले कल गरेको छु तर पनि आउनुहुन्न सो भिडियो पनि हाल्नु पाएन कि मैले साथीहरू त्यही प्रब्लम हो होइन सो भिडियो हालेपछि त अब भ्युज पनि आउँछ नि त अनि अस्तिदेखि नेट स्लो किन भइरहेको भनेको त यो प्रब्लम चाहिँ यही रहेछ होइन लेट्स सी अब आउनुहुन्छ कि हुन्न होइन सच अ ब्याड सर्भिस वर्ल्ड लिङ्क तपाईँहरूको यो म के भनौँ मैले चाहिँ रिपोर्ट गरेर पनि थाकिसकेँ अब त्यही गएर थर्काउनु पर्ला जस्तो छ लेट्स सी आज आउनु भएन भने हामीहरू सबैजना मिलेर बेलुकासम्म त्यहाँ जान्छौँ जानै पर्छ किन नजानु नि अफिसमै जानुपर्छ सो अब हजुरको एरियामा भएको छैन भने हाम्रो त एरियामा त पहिलेदेखि आइरहेको छैन नि त हाम्रो एरियामा बनाउनु पऱ्यो अर्को ठाउँमा तार भाँचेको त त्यो अर्को ठाउँमा हामीलाई मतलबै छैन नि हाम्रो एरियामै अब सबै हाम्रो एरियामा आएको छैन हाम्रो एरियामा त पहिलेदेखि भाँचेको हो सुन्नुहोस् मेरो भिडियो हेर्दै हुनुहुन्छ टिकटकमा मैले पनि हिजो भिडियो हालेको थिएँ कि अनि त्यहाँ एउटाले एक घन्टामा आउँछ अरे कमेन्ट गर्नुभएको छ ल कहाँ हुनुभयो नाटक बढी सो मलाई भिडियो बनाउने चाहिँ मन थिएन होइन तर पनि म भिडियो बनाइरहेको छु सो केही नराम्रो बोलेकोमा चाहिँ सरी है साथीहरू रिस उठायो कि 2-3 दिन भयो वाइफाई चलाउनु पाएन अनि त्यो होमवर्क पनि गर्नु छ कि यति धेरै त्यो नेटमै हुन्छ नि त के त्यो हेर्नुहोस् यति धेरै छ अनि त्यही हो हाम्रो यहाँ घटे बहिनी पनि आइसकेको छ घटे बहिनी चाहिँ कहाँ गएको रे म उता घर बस्छु साथीहरू अहिले चाहिँ यहाँ आएको छु छुट्टी छ नि त 2 दिन त्यही भएर म चाहिँ यहाँ आएको छु नयाँ घरमा बस्छु होइन अहिले घटी र हाम्रो अर्को बहिनी चाहिँ नयाँ घरमा बस्छ होइन अनि त्यही भएर चाहिँ तिनीहरू चाहिँ खासै भ्लग पनि बनाउँदैन उसले पनि होइन अब पढाइ पनि छ नि त अनि मेरो पनि कलेज सुरु भइसक्यो अनि त्यही भएर खासै मैले भिडियो बनाउनु पाउँदैन उतापट्टि बुट्नीको छोरी हेर्नुहोस् नाचिरहेको छ होइन अनि अहिले चाहिँ हामीहरू च्याउ टिप्नेवाला छौँ धमाधम अनि तिमीहरू चाहिँ कहाँ रमाइलो भइरहेको थियो घरमा ठिकै रमाइलो भएर 2 दिन मात्र बस्छौँ साथीहरूसँगै दिदीबहिनी रङ्गी चङ्गी गर्दै दिदीबहिनी रङ्गी चङ्गीको कतिचोटि त कपाल भुत्ला भुत्ली पनि भइसक्यो होला थाहा छ मलाई थाहा छ भुताला भुतले पनि भइसक्यो होला साथीहरू सो यही हो आजको ब्लग अहिले चाहिँ हामीहरू च्याउ टिप्न गइरहेको छौँ त्यो पनि जङ्गलमा होइन त धेरै ठुलो जङ्गल छ धेरै ठुलो जङ्गल है साथीहरू अहिले चाहिँ म तपाईँहरूलाई जङ्गल देखाउनेवाला छु होइन त ओए जङ्गल देखाउने होइन त जङ्गल देखाउने उसको छोरीमा नाचिरहेको छ रुकै ल गाइजहरू अहिले चाहिँ हामीहरू जङ्गलमा च्याउ टिप्न आइसकेको छौँ होइन यति धेरै मान्छेहरू छ च्याउ टिप्नको लागि ओ माई गड हेर्नुहोस् यहाँ हेर्नुहोस् च्याउ कति धेरै छ हाम्रो घरमा उम्रिसकेको छ आजको च्याउ ओ अब चाहिँ च्याउ धमाधम टिपौँ है राम्रोसँग जङ्गलमा आइसकेको छौँ आफ्नै घरको जङ्गलमा होइन उसले पनि भिडियो बनाइरहेको छ है मेरो त्यो ननिकाले कस्तो आउँछ फेरि कट्टुमा छु क्या साथीहरू त्यही भएर के हुन्छ त कट नर्मल हो नर्मल हो त चाहिँ कति राम्रो हो के छ म त खाली खुट्टा आछु स्ट्रबेरी पाके होइन छैन नि पाकेको ए पाके हो कि एउटा दुइटा ए हेर त पाके कति सेतो देखेको है कहाँ खोइ त ए कति सेतो देखेको अरे आफ्नै खुट्टाले आफ्नै तारिफ बुट्नी भान्डा टिप्न गएको स्ट्रबेरी खाइदिउँ न गाइज त्यहाँ टिप्न मुसाले खाएको टिप छ होला त्यही कति अमिलो भाइ अहिले सिजनै होइन अनि यसको अनि अहिले यसको सिजन होला ठुलो हुँदैन नि अहिले सानो मात्र हुन्छ कि अहिले ठुलो हुँदैन के अहिले यसको सिजन जाडोको टाइममा भएछ नि त म हेर्नुहोस् उसको छोरी भेटिस् एउटा भिडियो बना ल साथीहरू हाम्रो चाहिँ यहाँ बुट्नी दिदीले च्याउ टिप्दै हुनुहुन्छ रुहानी हेलो रुहानी हेलो रुहानी चाहिँ अस्ति बिरामी थियो अनि हामीहरू चाहिँ वीरगन्ज पनि गएको थियौँ तपाईँहरूले हेर्नुभएको होला भिडियो साथीहरू वीरगन्जको है घटी टिप्न कति नाटक गरेको च्याउ टिपेको टिपिसकेपछि टिप्न त्यो मतलब त्यो गरिसकेपछि ल हेर्नुहोस् म पनि टिप्छु कि च्याउ हेर्न मलाई पनि टिप्नु परेन मच्छर बसेर टिप भन्छ त कसरी टिप्छ हतार जङ्गलमा कता च्याउ चोर्न आएको छौँ हामीहरू साथीहरू यसरी टिप्ने कि जङ्गलमा आएको जस्तो फिल भएको भएन बिना त्यो गरेकै 1 2 3 गो
ट्याडान वाउ साथीहरू च्याउ हेर्नुहोस् त तल पनि रहेछ यहाँ त झन् सर्प आयो पनि छैन है हाम्रो त्यहाँ आफ्नै घर छेउको बारीमा पानी हाली हामीहरू आफ्नै करेसा बारीमा उमारेको च्याउ ल हेर्नुहोस् है साथीहरू यति धेरै च्याउ छ रुहानी बेबी रुहानी यो पनि च्याउ खेलेर बसेको छ हेर्नुहोस् ल अब के भन्नु सबैजनालाई च्याउ नै च्याउ च्याउ यति धेरै आजको च्याउ त साथीहरू कति धेरै छ ल हेर्नुहोस् त ओ माई गड अनएक्सपेक्टेड है यति धेरै च्याउ हामीले पाउँछौँ भनेर सोचेको पनि थिएनौँ त्यो पनि आफ्नै करेसा बारीको च्याउ घटीले भनेको जस्तै आफ्नो उता पनि छ है उतापट्टि पनि छ है त्यहाँ तल वाउ त्यो उठाउनु पर्दैन कि सबै अनि अहिले तेरो बेरा भड्क्यो भने छैन फेरि सो तपाईँहरू पनि घरमा दाउरा लिएर आउनुहोस् होइन अनि त्यसमै अब पानी हाली त्यो उमार्नुहोस् च्याउ होइन पानी अनि त्यो सुत्रीको बोलाएर छोप्नुहोस् होइन अनि सुत्रीको बोलाएर छोप्नुहोस् अनि त्यसमा चाहिँ यति धेरै च्याउ आउँछ नि अनएक्सपेक्टेड च्याउ ल भयो होइन अब ओ त्यो मिलाइदिएन यो सक्सेस दम लगाएकै हाइछ ल त सक्सेस भनी न च्याउको पावर है सक्सेस जब त्यो हलुङ्गो त हुन्छ वाउ ढ्यान कहाँ छ एउटा त्यो सानो सानो छोडिदे भोलि पर्सि हुन्छ आइज बुट्नी जङ्गलमा यहीँ छ हेर त यति धेरै यहाँ पनि छ यहाँ पनि छ दुईवटा छ कि निसु पनि आइसकेको छ गाइज के लगाएको छ देखा त के लगाएको छ जाते कुने कहाँ जाने जाते कुने जाने जाते कुने थाहा छैन मलाई त्यो सिङ्गलतिर होला